अब कसैले सोध्छ है के गर्दै यत्तिकै बसिरह, यत्तिकै भनेको जस्ट यत्तिकै होइन के, यत्तिकै भनेको के भन्दा यत्तिकैभित्र पनि कति यत्तिकै कुराहरू हुन्छ नि त। त्यो यत्तिकै भन्नाले त्यो यत्तिकै एम्प्टी भन्नेवाला होइन क्या, त्यो खालीवाला होइन क्या, यत्तिकै भित्र पनि यत्तिकैहरू कता कता के कुराहरू पर्छ के, बुझ्नु पऱ्यो नि। यत्तिकै भनेको जस्तो यो पुरै त्यो खाली बुङ्गा होइन, यत्तिकै भनेको मतलब केही गरेर बसेको अथवा गर्दै गर्नका लागि बसेको अथवा हरेक कुराहरू हुन्छ नि त, यत्तिकै भनेको त्यो यत्तिकै हो। सिधार्ने म खाना पाक्दैछ त्यसलाई यत्तिकै भन्न मिल्यो। अब त्यो खाना पाकेछ अनि म यहाँ बसिरहेको छु खाना पकाउँदैछु भन्नु त भएन नि। यत्तिकै भनेको त्यहाँ काम हुँदैछ म यत्तिकै बसेको छु। यत्तिकै भन्ने शब्द यो स्ल्याङलाई नि मान्छेले गलत युज गर्दैछ क्या, बुझेन।